पृथ्वीको मुटुमा टाँसिएको, हिमालको काखमा अडिएको, बादलमाथि हाँस्ने देउता बस्ने देश नेपाल। यहाँको हावा कविता हो, पानी गीत हो र भूगोल आफैमा अद्वितीय गाथा। चार ऋतुहरू रङ्गीन क्यानभास चाहिँ फेरिन्छन् र हरियालीले आत्मालाई शान्ति दिन्छ। यो देश जहाँ प्रकृति बोलेको सुनिन्छ, जहाँ पृथ्वीले स्वर्ग झल्काएको अनुभूति हुन्छ, यो सुन्दर स्वर्गभूमि नेपाल। अनि यही स्वर्गको एक सुन्दर पाना हो जिरी। इतिहास, संस्कृति र प्रकृति तिनैको सङ्गम, जहाँ हरेक पाइलामा किम्वदन्ती लुकेको हुन्छ। आकाशपारीको सौन्दर्य जमिनमै देखिन्छ। साँच्चीकै नेपाल पर्यटनको मुकुट हो र त्यही मुकुटको मनमोहक रत्न हो जिरी। जहाँ हरेक बिहानी सपना जस्तो लाग्छ, हरेक साँझ कविता बन्छ। जिरीको गहिराईमा लुकेको छ एक यस्तो मार्ग जहाँ स्वर्ग स्पर्शित हुन्छ। हो त्यो मार्ग हो जिरी एडभेन्चर ट्रेक। हरेक घामको किरणले कथा सुनाउँछ, हरेक खोलाले सङ्गीत बगाउँछ र हरेक पाइलाले आत्मालाई छोइरहन्छ। ती जङ्गली फुलहरू कसैको पर्खाइमा फुलिरहे जस्तो यो केवल पदयात्रा होइन, आत्मासँगको साक्षात्कार हो। हामी प्रकृतिको अनन्त उपहारमा छौँ, जहाँ हाम्रो समय टक्क रोकिनेछन्, हाम्रा पाइतालाका गतिले लय पाउनेछन्, हाम्रो तन मन हावाको गतिमा नाच्नेछन्। जङ्गली फुलहरू हामी जस्तै स्वतन्त्र, जो टाढा टाढासम्म मगमगाउन सफल। हामीलाई हामी हुनुको आभास मिल्नेछ। राजधानी सहरबाट 188 किलोमिटरको उत्तर पूर्वी यात्रा पश्चात यात्रीका पाइलाहरूले नेपालको भूस्वर्ग जिरीलाई स्पर्श गर्दछ। जिरी एक सुन्दर उपत्यका, जहाँ हावामा मात्र होइन, इतिहास र सपनाहरूमा पनि एक विशेष मिठास छ। पहाडको काखमा अङ्गालो हालेर बसेको यो उपत्यका प्रकृतिको एउटा अनुपम उपहार हो। यहाँका पहाडहरूको हरिया काख, टाढा टाढासम्म फैलिएका खुल्ला घाँसे मैदान र यिनै मैदानमा चरिरहेका गाईका बथानलाई निहाल्दै गर्दा लाग्छ हामी कुनै स्विस गाउँको झ्यालबाट बाहिर निहालिरहेका छौँ। जिरीको यात्रामा स्विजरल्यान्ड हेर्ने सपना पुरा भए चाहिँ लाग्छ, तर यसलाई आफूले पाएको नेपालीपनसँगै अगाल्न पाउँदा गर्वले छाती फुल्दछ। मानौ यहाँको माटोले आफ्नै कथाहरू बोलिरहेका छन्। हरिया जङ्गल, निश्चल खोला अनि हरेक कुना कन्दारामा लुकेको प्रकृतिको सौन्दर्य यिनैले जिरीलाई स्वर्ग बनाएका छन्। जब यहाँको शीतल हावाले अनुहारलाई स्पर्श गर्दछ, तब शरीरले मात्रै होइन, आत्माले पनि ताजगी महसुस गर्दछ। जिरीको प्रकृति केवल दृश्य होइन, यो अनुभूति हो। यहाँको माटोको गन्धमा, हावाको प्रवाहमा र मानिसहरूको मुस्कानमा जीवनको सरलता र गहनता दुवै छन्। वास्तवमा जिरीको महत्त्व केवल यसको सुन्दरतामा मात्रै सीमित छैन। यो बाटोले कहिल्यै नथाक्ने यात्रुहरूको इतिहास बोकेको छ। सन् 1953मा प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पनि यहीँबाट आफ्नो पदयात्रा सुरु गरेका थिए र त्यही पदमार्गलाई धेरै स्वदेशी तथा विदेशी आरोही अनि यात्रीहरूले पछ्याएका छन्। त्यसैले यो भूस्वर्ग जिरीले सगरमाथाको प्रवेशद्वारको उपमाले परिचित हुन पाएको छ। जिरेल समुदाय अनि तिनका पुराना कथाहरू र तिनै कथामा हाम्रा पाइला मिलाउँदै हामी अघि बढ्छौँ। अनि यहीँबाट प्रारम्भ हुन्छ हाम्रो सुन्दर सपनाहरूले सजिएको जिरी एडभेन्चर ट्रेकको यात्रा। जिरी बजारसम्मको पक्की सडकलाई बिदाई गरी हामीले सोलिङ र ग्राभल गरिएका कच्ची सडकको यात्रा सुरु गर्यौँ। बाटोमा घर पर्ने सहयात्रीहरूसँग जोडिँदै अनि मानव बस्तीसँगको दूरीलाई बढाउँदै जङ्गलको शीतलतामा प्राकृतिक छटाहरू निहाल्दै हामीले हाम्रो यात्रा अगाडि बढायौँ।
अब हामी परिचय पस्कँदैछौँ एउटा जिउँदो इतिहासको, जसको नाम एक छ तर परिचय अनेक। अब यो जिरी एडभेन्चर ट्रेकको गाइड, अभिभावक, टिम लिडर जे भने पनि बाँकी जिम्मेवारी उहाँकै काँधमा सुम्पिँदै अब यात्रा सुरु गरौँ उहाँकै छोटो शब्दहरूबाट। नमस्कार, मेरो नाम लालबहादुर जिरेल, जिरी नगरपालिका वार्ड नम्बर 4। एकदमै रोचक खालको ट्रेकिङ रुटमा हामी ट्रेकिङ गर्न जाँदैछौँ। र यो जिरी नगरपालिकाभित्रै हामी लगभग 5 दिनको हाम्रो ट्रेकिङ आज यो पहिलो दिन यहाँबाट सुरु हुन्छ। यो क्याङ्से डाँडा हो, यहाँ चाहिँ क्याङ्से पोखरी भन्ने पनि छ, यो ध्वजा पताकाहरू यो पछाडि। आज हाम्रो पहिलो क्याम्प भनेको चाहिँ माथि जिरीकै सबभन्दा अग्लो ठाउँ चेर्दुङ भन्ने ठाउँमा हुन्छ। त्यहाँ चाहिँ अब भरे हामी त्यहाँ पुग्छौँ, लगभग त्यहाँ 3700 मिटरमा हामी जाँदैछौँ। जिरी बजारबाट सुरु भएको हाम्रो गाडीको यात्रा मनोरम अनि ऐतिहासिक क्याङ्से पोखरीमा सकियो अनि त्यहीँबाट कुम्लो कटेरो कसेर सुरु भयो हाम्रो पैदल यात्राको कहानी। उकालोको यात्राले शरीरलाई थकाइदिन्थ्यो, तर हरेक पाइलामा हुने प्रकृतिसँगको सामिप्यताले थकानलाई सुस्ताउन दिँदैनथे। क्याङ्सेदेखि छुथुङसा, ठाकनाङमु, स्यार्दोङमा, फेमादिङमा हुँदै चोर्दोङको यात्रामा जङ्गल अनि पाखा पखेरा हुँदै चालिएका हरेक पाइलामा अलौकिकताको अनुभूति मिल्दछ। बाटोमा चोर्दोङबाट फर्किँदै गर्नुभएका 3 जना आन्तरिक पर्यटकहरूसँग भेट भयो। हामी यहाँ जिरी नगरपालिका छिडेको चाहिँ 3-4 दिन भयो। तर हामी वनको रिसर्च सम्बन्धी काम गरिरहेको थियौँ अनि यहाँ नजिकैको एउटा राम्रो भ्यू देखिने ठाउँ चोर्दुङ डाँडा लगभग 3700 मिटरको हाइटमा भएको कारणले यहाँको बेला यो अवसरलाई नगुमौँ भन्ने हामीले जस्तै गौरी शङ्कर, जेठाजु बुहारी, नुम्बुरदेखि लिएर गएर सबै उहाँहरू नै हाम्रा लागि एक सातासम्म टिम मेम्बर बाहेकका मानिसहरूसँगको अन्तिम भेट थियो, किनकि हामी सञ्चारले संसार जोडिएको दुनियाँबाट पृथक दुनियाँमा जाँदै थियौँ कहिल्यै नलेखिएका कहानी लेख्नका लागि। ठाकनाङमुबाट देखिएका हिमालहरू केवल हामी सामु उभिएका थिएनन्, उनीहरू हाम्रो अन्तरात्मासँग संवाद गरिरहेका थिए, जीवनको स्थायित्व र शान्तिका पाठहरू सिकाउँदै। लगभग 2-2.5 घण्टाको पैदल यात्रा पश्चात पहिलो दिनको गन्तव्य समुद्री सतहबाट 3700 मिटरको उचाइमा अवस्थित जिरी उपत्यकाको शिर चोर्दोङ डाँडा पुगियो र चोर्दोङमा रहेको महादेवको दर्शन गर्दै सूर्यास्तको सुन्दर दृश्यलाई मिठो भलाकुसारीसँगै कैद गरियो। आज चाहिँ हामी अब जिरीदेखि चोर्दोङ हुँदै 5 परेको ट्रेकमा छौँ होइन। आज पहिलो दिनको चाहिँ अब पहिलो रातको क्याम्प चाहिँ हाम्रो यहाँ चोर्दोङमा हुँदैछ। म चाहिँ अब ट्रेकिङ पेसामै लागेको हुनाले अब यो ट्रेकिङ कस्तो हुन्छ अब त्यो त मलाई लगभग सबै थाहा छ। अब नयाँ भाइहरू आउनुभएको छ। हजुर, अब हामी सँगसँगै जाउँ, हामीहरू पनि कुराहरू सेयर गरौँ, तपाईँहरूसँग पनि बसेर सेयर गरौँ। चोर्दोङमा आगोमा पकाइएका लोकल खानाको स्वाद र सहयात्रीहरूको ठट्यौली स्वभावले यात्रालाई अझ रमाइलो बनायो। साँझको चिसो चिसो हावामा आगो ताप्दै जिन्दगीको लामो हिस्सा ट्रेकिङ पेसामा खर्चिएका अनि 2 पटक सगरमाथाको सफल आरोहण समेत गरिसकेका हाम्रा प्रिय अनि आदरणीय लालदाईसँग गफ्फिन पाउँदा यो पल अझ रोचक बन्यो। अनि धेरै सकिन्छ बिसाउने ठाउँमा धेरै नबिसाउँ, थोरै बिसाउँ, पसिना आइरहेको हुन्छ। स्लो बट स्टडी क्या, स्लो मोसनमा, स्लो बट स्टडी। यो अहिले हामी जुन चेर्दुङमा पुगिरहेको छौँ, यो चाहिँ अनरेस्ट्रिक्टेड, यो चाहिँ वर्णन गरेर सकिँदैन। यो चाहिँ अथवा यो पर्यटनको लागि सम्भावना अब भोलिपछि अब यो फुलफुल्ने बेलामा यहाँ 5-7 थरी हिलो राख्नु हुन्छ, कोही त्यो बेलामा आफै छुट्टै आनन्द आउँछ। हिजोको उकालो यात्राको थकानलाई बिसाएर बिहान सबेरै उठी सूर्योदयको पर्खाइमा थियौँ। साँच्चीकै चोर्दोङबाट देखिएको सूर्योदयले धरतीको क्यानभासमा सुन्दर रङहरू पोतिए झैँ लाग्यो। जब सूर्यका पहिला किरणहरूले नुम्बुर र गौरी शङ्करलाई स्पर्श गर्दै थिए तब ती सूर्योदयका किरणहरूले हाम्रो हृदयलाई पनि छोइरहेका थिए। यो निश्चल अनि शान्त वातावरणमा उभिएर सूर्योदयको दृश्यलाई हेर्न पाउँदा
हावाको चिसो स्पर्शले मानव आत्मालाई शुद्धता दिएको थियो। मनका हरेक धड्कनले सुन्दर पहाड र आत्मिक शान्तिको झल्को पाइरहेको थियो। हिजो हामी लिङ्कन बजारबाट सुरु गरेर यहाँ चेरदुङ बस्यो। अब आज चाहिँ हामी दोस्रो दिनको यात्रामा छौँ। अब आज चाहिँ हामी सिधै अब यहाँ यो डाँडा गएर चाहिँ पर एउटा भिर छ त्यो छङ्गम ठाक, त्यहाँबाट चाहिँ माथि पाथिबाट हुँदै आज चाहिँ हाम्रो क्याम्प भनेको चाहिँ बुकिनी खर्क हुन्छ। 8 घन्टा जतिको यात्रा हुन्छ आजको। अब यो पहिलो हिमाल चाहिँ यो नुम्बुर हिमाल, त्यसपछि कोङदे हिमाल, त्यसपछि गएर यो पाप्चेर्मो हिमाल, यो चाहिँ सोलुखुम्बु र दोलखाको सिमानाको हिमालहरू हो। अब यो चाहिँ गौरीशङ्कर रेन्जको यो गौरीशङ्कर हिमालहरू, रोलबालिङ साइडको हिमालहरू यो पनि तिब्बत र नेपालको बोर्डर माउन्टेन हो। यो सबै यिनीहरू यो हामीले देखिरहेछ त्यो चाहिँ 8000 भन्दा माथिको हिमाल यो सिसपाङमा, यो चाहिँ पुरै यो तिब्बत चाइनाभित्र पर्छ। त्यसपछि गएर हाम्रो यो दोर्जे लाक्पा, त्यसपछि गएर हाम्रो यो लाङटाङ हिमाल, त्यसपछि गएर गणेश हिमाल, त्यसपछि गएर मनसोलु हिमाल, त्यसपछि गएर हाम्रो त्यहाँ अन्तिममा देखिरहेको चाहिँ यो पोखरा कास्कीको अन्नपूर्ण हिमालहरू हो यिनीहरू। यो यात्रा लामो यात्राको सुरुवात थियो, त्यसैले ढिला नगरी हाम्रो आजको यात्रा सुरु भइसकेको थियो। अगाडि पछाडि गौरीशङ्कर र नुम्बुर हिमालको अटल अनि मनमोहक दृश्यले हामीलाई अन्यत्र ध्यान मोडिन दिइरहेको थिएन। मन्त्रमुग्न दृश्यहरू पछ्याउँदै हामी पुर्खाले लेकमा गोठ राख्दा दुध दुहुने स्थल होमाचे ग्याङ हुँदै ऐतिहासिक एवं पवित्र स्थल छामगाम ठाकसम्म पुग्यौँ, जहाँ अवतारी गुरुहरूसँगै 108 जना लामा गुरुहरू गुफा बसेको कथन सुनिने गरिन्थ्यो। नेपालमा धार्मिक युग थियो, त्यो बेलामा चाहिँ धर्म गर्दै जाँदाखेरि चाहिँ यो 108 जना लामाहरू चाहिँ ध्यान गरेको भन्ने चाहिँ मैले सुनेको। अब यति ठाउँमा त अटेन होला, तर यो वरिपरि धेरै यस्तो गुफा छ। अहिले पनि यो बुद्धिस्टहरू जो मान्छेहरू यहाँ पुगिन्छ, अहिले यो सेतो यो एउटा तोरमा जस्तो राखेको छ होइन। एकजना मान्छे आएर चाहिँ यो 108 वटा चाहिँ अब उसको आफ्नो धर्म छ्यामोको लागि चाहिँ यहाँ लिएर यसरी राख्ने चलन छ बुद्धिस्टमा। त्यही अनुसार उहाँहरूले चाहिँ जो कोही बुद्धिस्टहरू अथवा लामा जस्तै मान्छेहरू आएर चाहिँ यो राखेको हो। होमाचे ग्याङको इतिहासका बारेमा गफिँदै अनि त्यहाँको पवित्रतालाई आत्मसात गरी हामीले हाम्रो यात्रालाई अगाडि बढायौँ। केही घण्टाको ओह्रालो झराइपछि गोयाङ भन्ज्याङमा पुगियो। समयले नेटो काटिसकेको आभास भएकाले आज पूर्व निर्धारित स्थानसम्म नपुग्दै बास बस्ने निर्णय गरियो। सबैजना मिलिजुली पानी र दाउराको व्यवस्था गर्न लागियो। गोधुली साँझमा गौरीशङ्करसँग सूर्यको किरणले बिदाई मागेको दृश्यको साँची बसी चिसो चिसो मौसमलाई आगोको न्यानो अनि यात्राको मिठो अनुभव साटासाट गर्दै आजको यात्रालाई विश्राम लगाइयो। मिरमिरे बिहानीमा चराचुरुङ्गीको चिरबिर सुन्दै दिनको सुरुवात भयो। आगोमा पकाइएको चियासँग पिठोको सातु खाएर पाथिभारा डाँडा चढ्नका लागि तयार भयौँ।
लगभग 1.5 घण्टाको उकालो यात्रा पश्चात समुद्री सतहबाट 3871 मिटरको उचाइमा रहेको आस्थाको धरोहर पाथिभारा माताको आँगनमा उभियौँ। अब यो पाथिभारा भन्ने चाहिँ नेपालको धेरै ठाउँमा छ होइन। ताप्लेजुङको पाथिभारालाई चाहिँ मुख्य मानिन्छ। तर यहाँको हाम्रो दोलखा जिल्लाको यो जिरी नगरपालिका र गौरीशङ्कर गाउँपालिकाको शिरमा भएको यो पाथिभारा चाहिँ 3871 मिटरमा एकदमै उचाइमा भएको। मनमा पाप जस्तो कुराहरू छ भने त्यो मान्छे चाहिँ यस्तो ठाउँ पुगिँदैन भन्ने पुर्खादेखिको धारणाहरू पनि छन्। आस्थाको धरोहर पाथिभारा माताको आँगनमा उभियौँ। पाथिभारा डाँडाको काखबाट ताप्लेजुङको पाथिभारा मातालाई सम्झियौँ। यहाँका धार्मिक झन्डाहरूको हावासँगको नृत्यले जीवनको हरेक सङ्घर्ष र पीडाहरूलाई बिर्साउन खोजिरहेको थियो। आस्थाको यो स्थानमा आत्माले आफूलाई पूर्णतया समर्पण गर्यो। पाथिभारा माताको आशीर्वाद लिई नयाँ ऊर्जाका साथ हाम्रो यात्रा अगाडि बढ्यो। सुन्दर दृश्य परिदृश्य अवलोकनसँगैको यात्रा यो क्षेत्रमा नेपालमा पाइने धुपीका सम्पूर्ण प्रजातिका रुखहरू हेर्ने अवसर मिल्यो। केही बेरको यात्रा पश्चात हामी खोलाको किनारमा पुग्यौँ र सोही निश्चल खोलाको पानीले पकाइएको मिठो खाना खायौँ। खानपिन पश्चात भाँडाकुँडा सफा गरी फोहोरलाई व्यवस्थापन गरेर बुकिनी खर्कतर्फको यात्रालाई निरन्तरता दियौँ। हामीले बुकिनी पास गर्नका लागि एक अपूर्व मार्ग पार गर्नुपर्ने थियो, जहाँ भिरको धारमा थच्चिएका द्रोणहरू जीवनको यात्रा र सङ्घर्षको वास्तविकता बोध गराउँदै अघि बढिरहेका थिए। हरेक पाइलामा हामीले संसार र अस्तित्वको गहिरो अर्थ खोज्दै अघि बढ्यौँ। समयको अनमोल धार र सङ्घर्षको साथ हामीले बुझ्यौँ कि प्रत्येक कठिनाइलाई पार गर्नु भनेको जीवनका अनमोल पाठहरू सिक्नु हो। उकालो पहाड चढ्दै हामीले समुद्री सतहबाट 4070 मिटरको उचाइमा रहेको बुकिनी पास गर्न सफल भयौँ र केही बेर विश्राम गर्यौँ। हामी आइपुग्यौँ। बिस्तारै बिस्तारै अब हामी लगभग 1 घन्टा हिँडेपछि हामी बास बस्छौँ। आजको कस्तो लागिरहेछ, अब कस्तो फिलिङ भइरहेछ? एकदम ग्रेट। अलिअलि गाह्रो हो कि जस्तो लाग्छ। अलिअलि त केही हुँदैन, त अब यो सामान्य हो। कति मिटरमा आइपुग्यो हामी अहिले? हामी 4070 किलोमिटर। जाडो चाहिँ मान्नुपर्छ। जाडो त अब धेरै आइसक्यो। यो चिसो हुन्छ नि। तर यो फेरि ठ्याक्क उताको संसार र यो अर्कोतिर आइपुगे जस्तो। अन्त यो त योभन्दा यताको अर्कै संसार, योभन्दा यता अर्कै संसार जस्तो भयो क्या। संसार त अब रमाइलो। हामी यो डाँडादेखि अब यता गौरीशङ्कर गाउँपालिकातिर पस्दैछौँ। अलि फेरि एउटा मासतिर गइसकेपछि एउटा पास छ, त्यो चाहिँ याले पास। योभन्दा लगभग पनि 100 मिटर अग्लो छ। आज हामी त्यो पास गर्छौँ। योभन्दा 100 मिटर माथि। अनि त्यहाँ पुगेपछि चाहिँ फेरि हामी अर्को फेरि डाँडा पास गरेपछि याले पास गरेपछि चाहिँ हामी फेरि जिरी नगरपालिकातिर प्रवेश गर्छौँ है। शरीरको थकानलाई आँखाले देखेको आजको क्याम्प बुकिनी खर्कको दृश्यले सान्त्वना दियो। यहाँका खुल्ला मैदान र अग्ला पहाडले पृथक दुनियाँको आभास गरायो। थकित यात्रीहरूको मुहारमा मुस्कान झल्कियो। सबैजना भारी बिसाएर पानीको खोजीतिर लाग्यौँ। हाम्रो मुहारको मुस्कान क्षणिक खुसीमा परिणत भयो। केही बेरसम्म खोजी गर्दा पनि पानी पाउन नसकेपछि बिसाइएका भारीहरू पुनः शरीरमा खेप्दै अर्को क्याम्प स्टेसन याले खर्कतर्फ लम्किन बाध्य भयौँ। अगाडिको यात्राका लागि पानी नपाएपछि जमेका हिउँ बोतलमा भर्यौँ। यो कठिन यात्राको निरन्तरतासँगै हिउँले भरिएका बोतलहरू पनि रित्तिए। थकित शरीरलाई थप पीडा दिन प्यासले छटपटायो।
कालो अन्धकारलाई सेताम्बे बनाउँदै हिमपात सुरु भयो, जसले हाम्रो यात्रा थप कठिन बनायो। केही बेरको सङ्घर्षपछि हामीले अलिकति पानी भएको स्थल फेला पार्यौँ। त्यही भेटिएको केही अन्जुली पानीहरूलाई थोपा थोपामा बाँडेर सबैको प्यास बुझाउने प्रयास गर्यौँ। पानीका अन्तिम बुन्दहरू सकिएपछि हिमपात बढ्ने जोखिमलाई आत्मसात गर्दै हतार हतार अगाडि बढ्यौँ। लगभग हाम्रो शरीरमा भएको तागत रित्तिसकेको थियो। झनै अन्धकार र हिमपातको संयोजनले हामीसँग कठिन परीक्षा लिइरहेको थियो। हिमपात र अन्धकारका कारण करिब आधा घण्टाको ओह्रालो झराइपछि पनि यालेडेरी पहिल्याउन सकिएन, अनि लालदाईको थप आधा घण्टाको प्रयासले पनि यालेडेरी फेला नपरेपछि जहाँ थियौँ सोही स्थानमा क्याम्प सेट गरियो। हिजोको कठिन यात्राको थकाइ बिसाएर बिहानै उठ्दा हामी सबै अचम्मित भयौँ। साँच्चै रातमा गरिएको आपतकालीन बिसान स्वर्गको टुक्रामाथि थियो। हाम्रा टेन्टहरू हिउँले टल्किएका थिए। हरेक श्वास फेराइमा हजुरबुबाको तमाखुको धुवाँको मुस्लोको झल्को दिने बाक्लो बाफ उडिरहेको थियो। यो हिउँले हामीलाई सिकायो सङ्घर्ष र समयको वास्तविक मूल्य र आफूलाई प्रत्येक परिस्थितिमा समायोजन गर्ने अनमोल कला। हिउँमा हराएका पाइलाहरूले सेतो संसारको मौन कथा कोर्दै अगाडि बढ्यौँ। प्रत्येक पाइलाहरूले यी सेता भूपानाहरूमाथि विजयको लाहाछाप लगाइरहेका थिए। हिजो बेलुका अँध्यारोमा ठम्म्याउन नसकिएको यालेडेरी आजको उज्यालोमा पछ्यायौँ। यो चाहिँ एकदम ओह्रालो बाटो छ। हिजो बेलुका हिउँ पनि परेको हुनाले अलिकति यो चिप्लो बाटो छ। बिस्तारै आउनु होला। अब एकछिनमा हामी यो यसले डेरीतिर पुग्दैछौँ। बिस्तारै आउनुहोस् है। लगभग 15 मिनटको ओह्रालो यात्रापछि रातमा भेट्न नसकिएको यालेडेरीसँग हाम्रो भेट भयो। यो चाहिँ याले खर्काको डेरी। हामी हिजो बेलुका यहाँ आइपुग्नु पर्ने थियो, तर योभन्दा अलि मास्तिरै आपतकालीन 15 मिनट अगाडि नै क्याम्प बनाएर बस्यौँ। पारी यो कुहिरो लागेको पाखा चाहिँ हाम्रो बाटो हुनेछ आजको दिनभरि। यालेडेरीबाट आज यात्रा गरिने पारिपट्टिको भिरको बाटो निहाल्दा मनमा थोरै चिसो पस्यो। खोलामा राखिएका काठका फड्केहरू पार हुँदै खोल्सीहरू तर्यौँ। केही घण्टाको यात्रा पश्चात अगाडि निश्चल झरना झरिरहेको देख्यौँ। क्यानभासको चित्र झैँ लाग्ने त्यो झरनाको दृश्यले हामीलाई एककोहोरो बनायो। चिनेको छैन मान्छेले है, यस्तो रोमाञ्चकारी सीनहरू छ। कहिले छारले मन एकदम आनन्द बनाउँछ, कहिले भिर पहाडले। यो साँच्चीकै यो सुनको टुक्रा छ नेपाल। विभिन्न प्राकृतिक सौन्दर्यले गर्दाखेरि हाम्रो मन हाम्रो यात्रालाई एकदम रोमाञ्चकारी बनाएको छ।
साँच्चै लालदाईले भन्नुभए झैँ नेपाल कति सुन्दर छ। यो देशमा हामीले यात्रा गर्दै गरेको यो पदमार्ग जस्तै प्रचार प्रसारको अभावमा कति स्वर्गीय सुन्दरताहरू गुमनाम छन्। यिनीहरूलाई प्रचार प्रसार गर्दै भौतिक संरचनाहरू विकसित गर्न सके वास्तवमा नै नेपालको भविष्य सुनौलो हुन सक्थ्यो। केही बेर अगाडि बढेर त्यही सुन्दर झरनाको माथि खोल्सीमा खानपिन गरी अगाडिको यात्राका लागि शरीरलाई तयार गर्यौं। मिठो खाना पश्चात थकित पाइलाहरूलाई चट्टानका पथमा बजार्दै हाम्रो यात्राले निरन्तरता पायो। उकाली ओराली भन्ज्याङ अनि चौतारी गर्दै रमाइलो गफ र ठट्यौलीले बाटो काट्न सघायो। भिरको बाटो चढ्दै गर्दा बाटोमा हिमचितुवा लगायतका वन्यजन्तुले पाइलाका डोबहरू गाडी आफ्नो अस्तित्वको चिन्ह छाडेका थिए। आकाश छुने यात्रा जस्तो देखिने यो ठाडो उकालोको यात्रा साँच्चीकै धरती र स्वर्ग जोड्ने भर्याङ जस्तो देखिन्थ्यो। छिनमा नै कहिले बाटो, कहिले सहयात्री त कहिले पहाड हुस्सुभित्र लुकामारी खेलिरहन्थे। बिहान पारियाले खर्काबाट देखिएको कहाली लाग्दो बाटोमा भिरलाई हुस्सुले छेकेर हाम्रो मनलाई ढाडस दिइरहेको भान मिल्दथ्यो। आकाशमा छङछङ बगिरहेको खोला जस्तै लाग्ने हुस्सु र बादलको मुस्लोले मन भुलाइरहन्थ्यो। चट्टान नै चट्टान माथिको यो पथलाई एकनासका हिउँरूपी मुकुटहरूले भुलभुलैया बनायो। सहयात्रीका सहयोगले यात्रीका कठिनाइलाई सहजीकरण गरिरहेको थियो। चिप्लिने डरबाट सम्हालिँदै अनि हराइने डरहरूमा सजग हुँदै हामीले हाम्रो गन्तव्य पछ्यायौं। अन्धकार पश्चात समयको सङ्केतलाई स्वीकार गर्दै अलिकति खुल्ला पाखामा आजको यात्रालाई बिसाउने निदो गरियो। रातभर हावाहुरीको तर्साई र हिमपातको चिस्यानमा जसोतसो आफूलाई जोगाउँदै थकान मेट्ने प्रयास गर्यौं। बिहानीमा तिरमिराउँदो उज्यालोसँगै बास बसिएको स्थल वरिपरि घुम्दा अचानक एउटा डरलाग्दो पोखरी देखेपछि मुटु हत्केलामा बोकेर हिँड्ने निडर लाललाई पनि एकपटक झस्किनु भयो रे।
यो पोखरीको बारेमा पहिला सुनेको भए तापनि उहाँले यसलाई पहिलो पटक नै देख्नु भएको थियो र यो एउटा रहस्यमय पोखरी हो। यस पोखरीलाई स्थानीयहरू भूत पोखरी भनी चिनाउँछन्, जहाँ कुनै पनि प्रकारको ठूलो आवाजले अनिष्ट निम्त्याउँछ भन्ने विश्वास गरिन्छ। हामी त्यहाँ गहिरो मौनतामा डुब्यौं। लाग्थ्यो यो मौनता केवल बाहिरी थिएन, यो मौनता हाम्रो आत्माको आवाज थियो। वरिपरिको हावा आफैमा गहिरो लाग्दथ्यो, मानौ कुनै शक्ति यस ठाउँलाई संरक्षण गरिरहेको छ। पोखरीको केही भागमा पानी गाढा कालो देखिन्थ्यो, बाँकी भागमा चाँदीले छोपिएको बहुमूल्य खजाना झैँ हिउँले पोखरीको पुरै सतह सेताम्मे ढाकिएको थियो। आज चाहिँ हाम्रो यो 5औं दिन हो। अब हामी यहाँबाट 1.5 घन्टा जति हिँडेपछि 5 पोखरी पुग्छौँ। हिउँद होस् या वर्षायाम, यहाँको पानी कहिले पनि नसुक्ने र जहिले जतिको त्यति बस्ने कथन स्थानीयबाट सुन्न पाइन्छ। नाममा नै एक प्रकारको डर र रहस्य लुकेको यो पोखरी केवल आफ्नो प्राकृतिक सौन्दर्यका लागि मात्रै नभएर पुरानो रहस्यमय घटनाका लागि पनि चिनिन्छ। भनिन्छ नि, जहाँ इच्छा त्यहाँ उपाय। हामीसँग क्याम्प नजिकै कतै पानी थिएन र भूतपोखरीको पानी प्रयोग गर्ने हिम्मत पनि जुटेन, तर हामीले भुइँभरि जमेका हिउँहरू जम्मा गरी कुकरमा पकाएर पानीको अभाव पूर्ति गर्यौं र तातो पानी र कफी पिएर अर्को गन्तव्य 5 पोखरीका लागि उकालो लाग्यौं। उकालो चढ्दै गर्दा अन्तिम पटक भूतपोखरीलाई हेरेर मनभरि भूतपोखरीको रहस्य बोकेर अनुत्तरित प्रश्नहरूको जवाब 5 पोखरी र जटा पोखरीमा खोज्ने आशाका साथ यात्रालाई अगाडि बढायौं। यो फुलेको बेलामा चाहिँ यत्रो साइजमा हुन्छ। यो यसको नामै भूतकेश भनेपछि चाहिँ घरको मूल ढोकाको माथि राखेपछि घरभित्र चाहिँ भूत आउँदैन, यसले छेक्छ भन्ने चाहिँ चलचलन त्यस्तो रहेछ। यसको नाम चाहिँ शर्मगुरु भन्छ। यो भित्र चाहिँ सानो सानो लामो लामो जरा हुन्छ। त्यो जरा लगेर हामीले जरा आउँदा टाउको दुख्छ, पेट दुख्छ खायो भने चाहिँ विषेक हुन्छ। यो पदयात्राका क्रममा पदमचाल, जटामसी, यार्सा गुम्बा, भूतकेश, बिखमार, पोङमार लगायत बहुमूल्य जडीबुटीहरूका साथै सुगन्धित बास्न दिने धूपका वृक्षहरू पाउन सकिन्छ। साथै कोइली, मयूर, डाँफे, मुनाल, कालिज, मृग, रेड पाण्डा, हिमचितुवा लगायतका चराचुरुङ्गी एवं वन्यजन्तुहरू यस क्षेत्रमा पाइने गर्दछन्। अब यसरी डुङ्गा ठरको किन होला भन्दाखेरि मान्छेहरू बाटो एकदम स्पष्ट रूपमा पत्ता लगाउन सकेन भने यो चाहिँ एउटा बाटो चिन्नको लागि राखेको हुन्छ। करिब 1.5 घण्टाको यात्रा पश्चात हामी समुद्री सतहबाट करिब 4600 मिटरको उचाइमा अवस्थित 5 पोखरी पास पुग्यौं, जुन यो यात्राकै सबैभन्दा अग्लो स्थान समेत थियो। त्यहाँबाट देखिने नुमुर हिमाल अनि त्यसैको काखमा सजिएको 5 पोखरीको दृश्यले स्वर्गको दर्शन गर्न पाइएको भान मिल्यो। साँच्चीकै यो दृश्य हाम्रो यात्राको आजसम्मको सम्पूर्ण सङ्घर्षको हकदार थियो। यो दृश्यले 5औं दिनसम्मको यो यात्रालाई गर्व गर्न लायक बनायो। धेरै बेरसम्म यो स्वर्गीय अनुभूतिमा डुबुल्की मारिसकेपछि तल गहिरोसम्म झरेर अलिकति उकालो चढे पश्चात साक्षात् 5 पोखरीको दर्शन गर्न पाइयो।
यो अद्भुत आनन्द भारी झोलाको थकान हराउने। यी मनमोहक 5 पोखरी हावाको तालमा नाचिरहने। वेदव्यासले शब्द नभेट्दा हुन् यो स्वर्गको बयान गर्नु परे। यो हाम्रो यात्रा आफैमा एउटा खण्डकाव्य। यात्रामा भेटिने हरेक दृश्य एउटा सिङ्गो कविता जस्तै, जसलाई साहित्यका कुनै शब्दले न्याय गर्नै सक्दैनन्। समुद्र सतहबाट 4514 मिटरको उचाइमा दुनियाँको कोलाहलताबाट दूर छ एक सुन्दर स्थान जहाँ प्रकृति स्वयं पूजा गरिन्छ, धरतीको स्वर्ग 5 पोखरी। पाँचवटा कुण्ड मिलेर बनेको पोखरी, 5 देवी देवताका प्रतीक। हरेक कुण्डमा आस्थाको गहिराई छ, जहाँ जलमा मात्र होइन आत्मामा पनि शान्ति बस्छ। यहाँ हरेक पाइला पूजा हो अनि हरेक श्वास मन्त्र। साउन महिनामा हजारौं भक्तजनहरू पत्थरिलो बाटोमा पाउ बजार्दै आस्था बोकेर यहाँ आइपुग्छन्। यहाँ साक्षात महादेव बीचको कुण्डमा विराजमान रही बाँकी 4 कुण्डमा विष्णु, देवी, गणेश र सूर्यको वास रहेको धार्मिक विश्वास छ। यहाँको दर्शन गर्नाले आफ्नो मनोकांक्षाहरू पूरा हुने विश्वासका साथ जनै पूर्णिमाका दिन हजारौं भक्तजनहरू यस 5 पोखरीमा दर्शन गर्दछन्। वर्षायाममा स्पष्ट देखिने 5 कुण्ड सहितको ठूलो 5 पोखरी अहिले सुकेर केही सानो देखियो। तर हिउँरूपी घुम्टोभित्र सजिएको यो सुन्दर 5 पोखरीको पृथक रूप हेर्न पाउँदा मन लालायित हुन पुग्यो। 5 पोखरी दर्शनपछि फेरि अघिकै बाटो फर्किएर त्यही खोल्सीमा खाना पकाएर खायौँ। माथितिर जति सुन्दर 5 पोखरी अवस्थित छ, तर यात्रा यहाँ सकिँदैन। खाना खाए पश्चात केही बेर विश्राम गरेर हामीले हाम्रो यात्राको अन्तिम गन्तव्य जटापोखरीको यात्रा प्रारम्भ गर्यौँ। तल जुन मुख्य जटापोखरी छ, अब जटापोखरी 5 पोखरीको यात्रामा आउने दर्शनार्थीहरू कतिपय यो जटापोखरीसम्म मात्रै पुगिन्छ, किनभनेदेखि यो 5 पोखरी भनेको चाहिँ अलिक कठिनै बाटोहरू पनि छ। असीम सौन्दर्य, असीम शान्तिको स्रोत, प्रकृति, भक्ति र आत्मा एकै ठाउँमा मिसिन्छन्। त्यो संयोगको दर्शन हो। हरेक पाइलामा तपस्या, हरेक श्वास प्रार्थना। यो यात्रा साधारण पदयात्रा होइन, यो त आत्मा शुद्ध गर्ने तीर्थ हो। पाँच पोखरी र जटापोखरीको यात्रा। यहाँ मानिस आँखा बन्द गरेर बिर्सन्छन् शरीर अनि सम्झन्छन् आत्मालाई। पाँच पोखरी घुम्दै हामी अहिले यो जटापोखरीमा पुगिसकेका छौँ र यो जटापोखरी भनेको चाहिँ एउटा धार्मिक आस्थाको केन्द्रहरू छ। तर त्यहाँको पृथक स्वरूपको दर्शनले मन थप आनन्दित भयो। ल हेर्नुहोस्, यो सभ्य नागरिकले गर्ने काम होइन। हेर्नुहोस्, यो कहाँको संरचना भर्खर यसरी जलाएको छ, कब्जा किल्ला कब्जा सबै यसमै छ। कृपया यो राज्यको सम्पत्ति हो, यसरी क्षति नगरिदिनु होला। जटापोखरी नजिकै टेन्ट सेट गरेर खानपिनसँगै दिनभरिका यात्राको थकानलाई थाती राखेर एकछिन सबैजना नाचगान गरी रमाइलो गर्यौँ र आजको दिनलाई बिट मार्यौँ।
आजको बिहानी पवित्र स्थल जटापोखरीबाट सुरुवात भयो। तातो कफी खाएर हामी जटापोखरीतर्फ लाग्यौं र आफ्नो दुःख सुख जटापोखरी महादेवसँग बिसायौं। शिवजीले जट्टा फिजाएर ध्यानमग्न भएको हुँदा यस स्थललाई जटापोखरी भनिएको हो भन्ने किम्वदन्ती पनि सुन्न पाइन्छ। यस पवित्र पोखरीको सतहमा देखिएको थियो एक रहस्यमय चिन्ह, इन्ह्याङको प्रतीक। दिन र रात, प्रकाश र अन्धकार, नरमपन र अडिकता, उज्यालो र अँध्यारोको मिलन अनि शक्ति र शान्तिको सन्तुलन, यही त हो सृष्टिको रहस्य र त्यही सन्तुलनको सर्वोत्कृष्ट प्रतीक हुन् महादेव। नीलकण्ठ जसले विष पिए ताकि सृष्टि बाँचोस्, उनले दुःख रोजे ताकि संसार सन्तुलनमा रहोस्। यो चिन्ह केवल चित्र थिएन, यो सन्तुलनको दर्शन थियो। यहाँ हरेक वस्तु विपरीतसँग मेल खान्छ, जस्तो यो पोखरी शान्त तर शक्तिशाली, गहिरो तर स्पष्ट। हाम्रो भावना, हाम्रो यात्रा र हाम्रो आत्मा सबै केही समयका लागि सन्तुलित भए जब हामी जटापोखरीको यो किनारामा उभियौँ। समय र परिस्थितिले साथ दिए, फेरि आउने बाचाका साथ हामीले हाम्रो सामान झोलामा प्याक गरी जिरी फर्किने यात्रा सुरु गर्यौँ। फर्किँदै गर्दा मन प्रफुल्लित थियो, मानौ कि हामी एउटा ठुलो युद्ध जितेर फर्किएका थियौँ। यी पर्वतका पाखाहरूमा लेखिएको यात्रा कुनै नक्सामा छैनन्, तर हामीले हरेक पाइला आफै कोर्यौँ। हरेक चढाइ अनि हरेक थकाइभित्र थियो एउटा विश्वास कि अगाडि केही अद्भुत पर्खिरहेको छ। हामी हिँड्यौँ मनको गहिराइसम्म। जीवनका केही यात्रा यस्ता हुन्छन् जसले केवल बाटो नाप्दैनन्, आत्माको गहिराइलाई छुन पुग्छन्। जिरी एडभेन्चर ट्रेक हाम्रा लागि त्यस्तै यात्रा बन्यो। यो सुन्दर यात्राले हाम्रो अन्तकरणलाई शुद्ध तुल्यायो, जीवनलाई बुझ्ने दृष्टिकोणलाई गहिरो बनायो र रहस्यको डोरीमा गाँसिएको अनौठो सुन्दरतासँग परिचित गरायो। प्रत्येक उकालोले धैर्यता सिकायो, प्रत्येक ओह्रालोले विनम्रता, प्रत्येक खोलाले अडिक रहन सिकायो र प्रत्येक पहाडले सपना देख्न प्रेरित गर्यो। गौरीशङ्कर र नुम्बुर जस्ता विशाल हिमालहरूले आकाशलाई स्पर्श गर्न खोजे जस्तो लाग्थ्यो, जबकि हरियालीले ढाकेका पहाडहरू, पाँचपोखरी र जटापोखरी जस्ता शान्त तालहरू, भूतपोखरी जस्ता रहस्यमय पोखरी अनि प्रकृतिको अनुपम सुन्दरता हाम्रो आँखा र मनमा बस्यो। यो यात्राले हामीलाई प्रकृतिको स्वच्छताको अनुभव गरायो, जहाँ कुनै मानव बसोबास थिएन, केवल शान्ति, स्वच्छ हावा र सुन्दर दृश्यहरूले आत्मालाई पुलकित बनायो। हरेक मोडमा चुनौतीहरू थिए, तर सहयात्रीका साथ ऊर्जा र सहयोगले यात्रा सहज र आनन्ददायक बनायो। अनि हरेक चुनौतीहरू बहुमूल्य सम्झना बने। पवित्र स्थलहरूको दर्शन र ऐतिहासिक महत्त्वले भरिएका ती स्थानहरूले हाम्रो यात्रालाई अझ गहिरो अर्थ दिए। यो यात्रा केवल एउटा साहसिक यात्रा होइन, यो जिरी, दोलखा र सिङ्गो नेपालका लागि पर्यटनको उज्जवल भविष्य हो। यसले आन्तरिक र विदेशी पर्यटकहरूलाई आकर्षित गर्ने ठूलो सम्भावना बोकेको छ। यो यात्राको अनुभव साँच्चै जीवनभरको अमूल्य स्मृति हो। पुरातात्विक महत्त्वका माने, थान र चौडीगोठहरू निहाल्दै ढुङ्गा र काठका चौतारीहरूमा बिसाउँदै ओह्राली लाग्यो। पानी पाखाबाट थोरै ओह्रालो झरेपछि लगभग एक सातापछि नयाँ मानिस देख्न पाइयो। जति जति ओह्रालो झर्दै गयो त्यति नै घ्वाङखोलाको आवाजले कर्ण स्पर्श गर्दथ्यो।
गन्तव्यको नजिक पुगिएको आवाजले हर्षित हुँदै आफूमा रहेको बाँकी सम्पूर्ण शक्तिलाई निचोड्दै पाइला बढाइरह्यौँ। केही बेर आगो ताप्दै जिरीबाट लिन आउने गाडी र बाँकी सहयात्रीहरूलाई कुर्यौँ। सबैजना भेला भएपछि ढिला नगरी गाडीमा मिठा मिठा गीत सङ्गीत अनि यो अविस्मरणीय यात्राको समीक्षा गर्दै जिरीतर्फ लाग्यौँ। जिरीको झन्डा पार्कमा पुगेर यो सुन्दर अनि साहसिक पदयात्राको सफलता र अङ्ग्रेजी नयाँ वर्ष 2025 को इभ नाचगानसँगै भव्य रूपमा मनाएर यो अमूल्य यात्रालाई पूर्ण विराम लगायौँ। Happy New Year सबैजनालाई, Happy New Year, Happy New Year 2025, Happy New Year। हामी यो जति पनि यो पदयात्रामा जान्छौँ त्यो पदयात्राले चाहिँ हाम्रो ट्रेकिङ, अब ट्रेकिङ भन्दाखेरि धेरै मान्छेले बुझिन्छ। त्यसले गर्दाखेरि यो ट्रेकिङ हामी जुन सुरुवातको दिनदेखि अन्तिम दिनसम्म जुन खालको पदयात्रा गर्दाखेरि जति पनि बाटोमा दुःख कष्टहरू, बाटो अप्ठ्यारोदेखि लिएर यो सबै खाने बस्ने सबै व्यवस्थापन बनेको जस्तो चाहेको जस्तो नहुन पनि सक्छ। यस्तो अप्ठ्यारोहरूले, यस्तो कष्टहरूले एकदम त्यसले चाहिँ सामना गर्दै त्यसले कसरी सजिलो बनाएर चाहिँ त्यो यात्रा सफल बनाउने भनेर पदयात्राको हामी अन्तिम बिन्दुमा पुग्छौँ र हाम्रो त्यो पदयात्रालाई अन्तिम बिन्दुमा पुग्ने दिन चाहिँ अब यो सबै दुःख कष्टहरूले भुलेर चाहिँ एउटा सबै साथीहरू जति पनि पदयात्रामा सहभागी भएको हुन्छन् त्यो सबै जम्मा भएर चाहिँ हामीले एउटा रमाइलो सबैजना चाहिँ खुसियाली मनाउने त्यस्तो खालको कार्यक्रम हुन्छ। र यसपालि हामी यो जिरी साहसिक पदयात्राको टिम चाहिँ हामी अस्ति 11 गतेदेखि जिरी लिङ्कनबाट सुरु हुँदै क्याङ्से, चेरदुङ, पाथिबारा अनि त्यसपछि याले अनि यो कालपोखरी हुँदै हामी 5 पोखरी जटपोखरीको यात्रालाई सफल बनाउँदै हिजो बेलुका चाहिँ हामी यो जिरी नगरपालिकाको वार्ड नम्बर 4 यो जनरल पार्कमा आएर चाहिँ हामीले अन्तिम दिन मनायौँ। देशभरि रहेका आम नेपाली तथा विदेशी पर्यटकहरूलाई हाम्रो काठमाडौँको राजधानीबाट 6 घन्टाको बाटोमा जिरी आउने र जिरीबाट हाम्रो जिरी हुँदै चेरदुङ हुँदै हाम्रो यो पछाडि पाथिभारा हुँदै 5 पोखरी निक्लिने चाहिँ 5 दिनको रुट भएको हुनाले आरामदायी साथ 5 दिनमा पुरा माथि हिमाली रेन्जको दृश्य अवलोकन गर्दै यो लेकको पुरा डाँफे चरीहरू, विभिन्न जडीबुटी, गुराँस चिमलहरूको पुरा दृश्य अवलोकन गर्दै एडभेन्चर ट्रेक सबैलाई गरिदिनु होला म हार्दिक अनुरोध गर्दछु।